रविले त खाएर त फेरि पैसा तमसुक कसले बनाएको तमसुक चाहिँ कसले बनाएको तमसुकै छैन नि त रविले लगेको त ल्याप्ची नै हाने खाइन रविले त सिग्नेचर पनि गरे खाइन भन्छ त फेरि छानबिन समितिले तपाईँले त्यो त ऋण लिएको देखिएन नि छैन फेरि ठग रे त फेरि सहकारी ठग त तपाईँ ठग हो नि तपाईँलाई ठग भन्न मिल्छ मलाई किन ठग भन्ने मैले त कहाँ सहकारीमा गएर ल्याप्ची हाने छैन बास रवि सहकारी ठग होइन राजनीतिक इस्युका कारण प्रतिशोधका कारण जेल पर्यो सहकारीको सदस्य नभएको मान्छेले पैसा दिन पाउँदैन अनि त्यो सेयर पनि कट्टा गरेको हुन्छ अनि सहकारीको तमसुकमा प्रस्तावित योजना पनि हुन्छ अनि त्यहाँ ऋण समिति हुन्छ अनि त्यहाँ लेखा समिति हुन्छ हैन अनि त्यसको पछि चाहिँ तपाईको सहकारीको त्यो जुन तमसुक हुन्छ नि तमसुकमा यसरी दायाँ छाप लागेको हुन्छ सिग्नेचर पनि गरे साक्षी पनि हुन्छ साक्षी पनि भन्नु पर्यो कहाँ साक्षी मात्रै जमानी पनि हुन्छ जमानी भन्नु पर्यो साक्षी भन्नु पर्यो तौडी राख्नु पर्यो लालपुर राख्नु पर्यो अनि त्यहाँबाट पो हुन्छ पैसा रविको त फेरि केही देखिएन भन्छ तर फेरि उसैले त हेर्नु त 87 अर्ब लगभग 87 अर्ब देशको अपचलन भएको छ 40 वटा सहकारीबाट रवि झापाबाट टालिया सुरल लाएर यहाँ नेपाल काठमाडौँ आएको होइन नि डडेलधुराबाट टालिया सुरल लाएर काठमाडौँ आएको होइन नि रविको घर कहाँ थाहा छ तपाईँलाई कहाँ हो भनिदिनुहोस् तपाईँ यहाँ नजिकै भक्तपुरको छेउैमा रविलाई तपाईँले चिन्नु भएको छ सँगै कामहरू हाम्रो पहिला हजुर सँगै अहिले पो अब रविसँग भन्दा नि बुवासँग काम गर्नु होला तपाईँले त्यो रिपोर्टिङ गर्नु पर्थ्यो कि पञ्चायती कालमा बुझ्नु भएन देखेर हुन्थ्यो अहिले पो यस्ता यस्ता क्यामेरा आए होइन उसको बाउ उही बेलामा उपप्रधान पञ्च उही बेलाको रविको बाउ उपप्रधान पञ्च है अनि तपाईँको यहाँ देवपुर भन्ने ठाउँ नजिकै छ हो सर तपाईँ त्यहाँ घरमै जान सक्नुहुन्छ उसको बाउ बाजेहरू यही चाबेलमा आएर बसेका छन् बुझ्नुभयो अब एउटा अमेरिकाबाट आएको ठिटो उहाँ के गर्यो थाहा छैन होइन म नेपालमा केही गर्छु भनेर आयो भने उसलाई अवसरबाट वञ्चित गराएर अब रवि चाहिँ बाहिर आयो भने हाम्रा सबै हामी 84मा चुनाव हारिन्छ र हामी सबै सखाप हुन्छौँ भन्ने ठाउँमा पुग्यो के डर होइन अब 84मा चुनाव हुने पर्सि यो बुटोलतिर पनि चुनाव हुने होइन त्यहाँबाट डराएर होइन तानासार लाद्न खोज्यो त्यो तानासार लादेपछि अब अहिले चाहिँ सबै चाहिँ तपाईँको रवि चाहियो भनेर कुर्लिँदैछन् रविलाई फसाउने मान्छे राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै छन् भित्रै छन् नाम को भनिदिउँ केही बाहिर निस्किसके केही भित्रै छन् एउटा श्रेष्ठ थर्की एकजना दिदी थिइन् नि अस्ति भर्खर 72 सालमा तिनको लोग्ने विदेशी हो है एउटा संस्था चलाउने औषधि दिने एउटा संस्था थियो विदेशी भेटेर च्याप्पासम्मै हालिन् तिनले है च्याप्पासम्म अलिअलि पढ लेखेको त्योसँग सँगसँगै हिँड्दै नेपालको शिक्षा मन्त्री पनि भइन् है अब मुकुल ढकाल भन्नु भयो तपाईँले हजुर मुकुल ढकाल भन्न खोज्यो निस्केको होइन अब अस्ति त्यो चाहिँ आर्थिकका कारणले होइन त्यो कता अस्पताल बनाए उसले खान पाएन नपाएपछि अनि सबै दोस्तै रवि लामी छानेर थुपारिदियो अनि यो तपाईँको सोर्नी मुवागले छ नि सोर्नी मुवागले तपाईँको नेपाली काङ्ग्रेसले पठायो नेपाली काङ्ग्रेसले योजनाबद्ध ढङ्गले पठाएको त त्यहाँ जानु पैसा पनि दिएको नेपाली काङ्ग्रेसले जा भनेर पैसा पनि दिएको अनि चिरञ्जीवी वाग्ले भन्ने मान्छेले छ नि करोडौँ पैसा खाएर सोर्नी वाग्लेलाई भोट हालेर जिताएको चिरञ्जीवी वाग्ले भन्ने त्यो मान्छे पनि जेलबाट निस्केको मान्छे हो बुझ्नुभयो यो सही होला यो कुरा सही होला अब पछि आएपछि थाहा होला होइन हो रवि फसाउनेमा यिनीहरूको हात छ हो राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै छ हर पार्टीमा हुन्छ त्यो हर पार्टीमा हुन्छ पहिला राजा महाराजा राणाका के चलन हुन्थ्यो थाहा छ के हुन्थ्यो भन्नुहोस् है यसरी त्यो राजा सुतिरहने अनि कानबाट विष हालेर मार्ने अनि आफू राजा हुने हजुर त्यो सबै पार्टीमा हुन्छ हजुर जस्तै रविलाई छ नि रविलाई सहकारीको मेन नाइकी बनाएर चाहिँ किन लगे सर